साउजी मलाई टुप्याक म्याकको नयाँ एल्बम चाहिरहेको थियो, छ कि छैन होला? टुप्याक म्याकको त थुप्रै एल्बम छन्, सबै राम्रा छन्। कुन चाहिँ एल्बम ल भन्नु? सबैलाई न त खल्तीमा पैसा पनि हुनु पर्यो नि, आफूसँग बचतमा एउटा मात्रै किन्न पुग्छ। तपाईँ महँगो सस्तोको कुरै नगर्नुहोस् न, पेनड्राइभको साथमा फ्याट गैँडा फालिदिनुहोस्, सबै राम्रा गीत लानुहोस् न। ए यता चली उता चली जता पनि छली, लो लिनु छ पेनड्राइभ, अनि यो गैँडो पनि। साउजी पसलमा त सबै हामीलाई चाहिने सामान राख्नु बारे छ, यो माइकमा मैले बोले भने त मेरो आवाज पनि छुट्टै आउँछ होला नि है। सबै तपाईँकै कृपा त हो नि। ए मेरो कृपा हो? त्यसो भए मैले यो माइक बोकेर हिँडेँ है त, साह्रै राम्रो रहेछ यो। तपाईँहरूले त्यसो भन्न मिल्दैन नि, एकदम राम्रो खाली माइक हो क्या, नेपालभरिमा मेरैमा मात्र छ हजुर, तपाईँले यसरी भन्न मिल्दैन नि हजुर। त्यसरी भन्न मिल्दैन होइन, मेरो एल्बम तपाईँले कसरी बेचिरहनु भएको छ मलाई थाहा छैन, तपाईँ कसरी कुरा गरिरहनु भएको छ मलाई थाहा छैन। मेरो एल्बम चाहिँ तपाईँ सिटिएममा लानु हुने, तपाईँको माइक चाहिँ मैले लानु नहुने, ल लिएर हिँडेँ मैले त। कपी गरी गीत बेच्दा झुम्नु मन झुम्यो, बेसी भएर फाइदा खोज्या सामै शुद्ध गुम्यो। वाट टु डु प्रभु? स्रष्टाले रच्ने गर, बाधकले भर्ने गर, श्रोताले किनेरै सुन्ने गर। यस्तै चलिरहने हो भने जान्छ है सबैको अधिकार। एउटाको सृजना आफ्नो नाम लि अर्कामा थोपार्ने नगर, गलतको हो सहीको हो कसैको हुन्न है भर। वाह प्रभु, यु आर सो ग्रेट यार। यही त हो नयाँ नेपालको चमत्कार।